नमस्कार। म यतिखेर बरथुवा नगरपालिकाको वडा नम्बर 2 मा छु। यो वडा नम्बर 2 चाहिँ ऐतिहासिक स्थान पनि हो। म तपाईहरुलाई किन पनि यो ठाउँको बारेमा थोरै परिचय गराउँदै छु भने यो ऐतिहासिकता बोकेको एउटा स्थान हो जहाँ चित्रबहादुर आले जस्ता व्यक्तित्वहरू जो राजनीतिक रूपमा वामपन्थी आन्दोलनमा लामो इतिहास बोकेका चित्रबहादुर आलेको गाउँ पनि यही पर्छ भने यस ठाउँमा नेपालका पूर्व प्रधानमन्त्री प्रचण्डले पनि यो ठाउँ टेकेका छन्। पूर्व गृहमन्त्री नारायण काजीले पनि यो ठाउँ टेक्नु भएको छ र अरु थुप्रै नेताहरू यो बाटो धेरै हिँड्नु भएको छ। यो एउटा इतिहास बोकेको बाटो मार्ग भनेर पनि चिनिन्छ, जसलाई चित्रबहादुर आले गाउँ भनेर पनि चिनिन्छ। तर यो ठाउँको म यही ठाउँमा हुर्किएको म आफू भएको नाताले पनि विगत लामो समयदेखि यो ठाउँको यो बाटो तपाईहरुलाई म देखाइराखेको छु। यो बाटो आजसम्म बन्न सकेको छैन हैन। स्थानीय जनप्रतिनिधिहरूले धेरैचोटि यो ठाउँमा चाहिँ भोटको सौदाबाजी गर्नुभयो। यो बाटो बनाइदिन्छौँ, यो बाटोलाई हामी बनाइदिन्छौँ, यो यहाँका जनताहरूको चाहिँ हामीलाई साथ चाहिन्छ भनेर उहाँहरूले धेरैचोटि बोल्नुभयो। तर आजसम्म यो ठाउँमा बाटो बनेको छैन। अब यो कसलाई लाज लाग्ने हो, कसलाई असहज लाग्ने हो? जुन चित्रबहादुर आलेको एउटै भनाइले, जुन चित्रबहादुर आलेको एउटै शब्दले चाहिँ यहाँका थुप्रै जनप्रतिनिधिहरू अगाडि बढ्नुभयो, थुप्रै मेयर बन्नुभयो, थुप्रै प्रदेश सांसद बन्नुभयो, थुप्रै मन्त्री बन्नुभयो। तर यो बाटो चाहिँ कहिलेसम्म उहाँहरूले पूर्वाग्रही ढङ्गले यो बाटोलाई हेरिराख्ने र यो बाटो यो मात्रै अन्त पनि बनेको छ छैन त्यो फरक बाटो हो। तर यो विगत 40औं वर्षदेखि यो बाटोको दशा यही छ। यो बाटो कहिल्यै बन्न सकेको छैन। त्यसकारण यो बाटो बनाउन अब के गर्नु पर्ला म स्थानीय जनप्रतिनिधिलाई पनि सोध्न चाहन्छु र यो बाटो बन्नुपर्छ कि पर्दैन भन्ने विषयमा तपाईहरुको आँखा कहिले खुल्ला, तपाईहरुको मनमा कहिले भाव प्रकट होला भन्ने कुरो म भन्न चाहन्छु। र यो बाटोको ऐतिहासिकताको बारेमा मैले लामो बखान गरिरहनु परेन। यो इतिहास बोकेको एउटा गाउँ, इतिहास बोकेको एउटा टोल, इतिहास बोकेको एउटा मार्ग, यसलाई यो बाटो निर्माण गर्ने प्रक्रियामा तपाईहरु सबैको सदा सहायता रहोस्। मेरो तपाईहरुलाई 10 औँला जोडेर नमस्कार पनि छ। यो बाटोले तपाईहरुलाई कुरी नगरोस्, यो बाटो देखेर तपाईहरुलाई लज्जाबोध भइदियोस् र चाँडै नै यो बाटो बनिदियोस् भन्ने कामना गर्दछु। धन्यवाद, नमस्कार।